ल यसरी हाल्दैन हेर्नुहोस् गाइस, हामीले चाहिँ हजुरहरूले बजारमा गएर परालले च्याउ कसरी तयार गरिन्छ भन्ने कुरा यसरी पहिला पराललाई काटेर यसरी टुक्रा टुक्रा बनाउने, त्यहाँबाट सकेसम्म तातो पानीमा भिजाउने, तातो पानी नभए चिसो पानी यसरी भिजाउ त यसरी यसरी भिजाइसकेपछि त्यसपछि भिजाएपछि एकछिनपछि यसमा बफाउने, आगोमा बफाउने मजाले। बफाइसकेपछि त्यसपछि यो बफाएको यता आइपुग्यो है, फेरि है त हेर्नुहोस् यो बफाएको यहाँ अब यसरी बफाएर यसरी धेरै सेलाउँछ भनेर हामीले चाहिँ यसरी ढाकिराखेको पनि छौँ। यसरी भर्दै हुनुहुन्छ भन्नु त, यसरी भर्ने यसरी भरेर छेउछेउमा बिउ हाल्ने। त्यसलाई यसलाई चाहिँ के गर्नुपर्छ त्यो त भन्नु त, त्यसपछि पुरै क्लियर। त्यसपछि यो भरेपछि अनि छेड्ने, दुलो तुरुन्तै बनाइहाल्ने हो, तुरन्तै बनाउने। त्यो दुलोबाट च्याउहरू बनाउने हो। छेउछेउमा दुलो बढाल्छ नि, त्यही दुलोबाट निस्किन्छ, च्याउ निस्किन्छ होइन र, निस्किन्छ, च्याउ निस्किन्छ। ल यो तरिकाले चाहिँ हामीले चाहिँ च्याउ हामीले चाहिँ तयारी गर्दैछौँ। चार लाइनमा दुलो बनाउने, चार लाइनमा हामीले चाहिँ दुलो बनाउने। च्याउ भएको ठाउँमा त होइन, त्यही नजिक बनाउने हो। ल त्यसरी चाहिँ च्याउ यसरी खाजी मजाले खाँद्ने, त्यसबाट अब बान्ने। अब दुलो बनाउने 18 दिनमा निकाल्ने। भन्नु त कति दिनमा निक्लिन्छ? प्लास्टिक काट्ने 18 दिनमा। 18 दिनमा प्लास्टिक पुरै काट्ने हो। ढुसी फालेपछि प्लास्टिक काट्दिने। अनि पानी हाल्दा आफै चारैतिर निस्किन्छ। पानी हाल्दा आफै चारैतिर निक्लिन्छ होइन र। ल हुन्छ। ल यसरी चाहिँ च्याउ बनाउने तरिका यसरी हजुरहरूले सिक्नु होला। हजुरहरूले यसरी अर्ग्यानिक च्याउ बनाएर खानु होला। नजानेको ठाउँमा यसरी सिक्नु होला। यसरी सिकेर चाहिँ अब अझै एक लाइन बनाउने हो। अब भयो, अब चाहिँ बाँधिदिने हो। बाँधेर दुलो बनाउने। छितार्दिने। ल हुन्छ। यसरी बनाउनु। यसरी यस्तो यो भिजाइसकेको भयो, यो भिजाइँदै गरेको, यो पनि भिजाउँदै गरेको, यसरी यो भिजाइसकेको। यो चाहिँ हाम्रो चाहिँ पराललाई काटेर यसरी चाहिँ कति इन्चीको हुन्छ, यो अब यसरी काटेर पराललाई काटिएको हुन्छ। काटेर त्यसरी भिजाएर यसरी चाहिँ आगोमा बफाउने। हस् त गाइज, होस् यस्तै गरेर हजुरहरूले पनि च्याउ बनाएर खानु होला। धेरै धेरै धन्यवाद।